के हैन के भन्नु न बुझाइदिनु म नथिङ ए ल ल होस् भन्न मिल्छ नि भन्नु न रुवाई पारेको भने के हो रुवाई पारे भने रखेल पखेल भनेको मतलब बाँकी सबैबाट बाँकी भएको क्या सबैले छोडेको तिमीलाई त केही कुरा सेयर गर्नै नआउने रहेछ सुटो फुड्डो ओइ त्यही भएर जतिखेर नि प्याच बचाउन आउँछ फुड्डो भनेर मैले त एकचोटि मेरो ए सबै कुरो सेयर गरी कुरो पनि सेयर गर्न भ्याइसक्यो है मेरो बोयफ्रेन्ड थियो भनेर भनेको छु नि त त्यही भएर त्यस्तो भने बाँकी राख्नु भनेर भने मलाई त्यही भएर पापी होला म त तिमीको बॉयफ्रेन्ड होस् नहोस् मलाई मन छैन या किन भने त त्यस्तो अरूले छोडेको मेरै भागमा रहेछ भनेर किन भने त के हैन यार 500 के रे कति हो 410 यार नजाके तिमी किङ ब्याग यार के हो यस्तो यार स्कोरै आउँदैन त के हो तिमीलाई किङ ब्याग अरू कसैले पनि दिन्न के नचाउ के तिमी कामै छैन तिमीले पनि देऊ न त तिमीले पनि देऊ आएर कहिले काहीँ देऊ त एउटा फुल के जान्छ तिम्रो एउटा फुल देऊ त आएर कहिले काहीँ देउ आएर हामी के दिदी नि के हामी देउ माया हो अदा मैले त सुने तिमीले दिँदै हिँड्छौ रे त मलाई बाइक यहाँको गिफ्ट होइन यहाँ गिफ्ट दिने होइन रियलमा गिफ्ट दिने रे क्या त्यो पनि पोखरा आउँदैछु ल म जुरेली दीक्षा अनि अमितजी हामी 4 जना एउटै गाडीमा आउँछौँ मेरो नाम नजोडा न म कहाँ आउँछ हावा अमितजी भयो अमितजी तपाईँ नजाने जाम न पोखरा जाने म थोरै रुबेन हो ती 3 वटालाई कन्ट्रोल गर्न सक्ने ए ल त्यस भए म के रे तपाईँ र म मात्रै जाउँला नि त नि अच्छा नि ती 3 जनाको भिड्न सक्दिनँ म ग्रुपमा आउँछ अमितजीलाई बोकेर आउँछ भने ठिक छ म भेट्छु नत्र केटीलाई रुबेन भाइ म अहिले नै यहीँ नै भनिदिन्छु म कोही पनि केटीसँग हिँड्दैन र कोही केटीलाई लिएर सँगै साथमा आउँदैन म अमितजीलाई जसरी पनि पोखरा लिएर आउँछु बाजे दिस इज द पावर अफ द वुमेन यत्रो ठुलो मान्छेलाई तानेर लान्छु भन्छ यार गाडी चलाउन आउँछ गाडी चलाइदिन्छु दामी गाडी त गेर हान्छौ क्या गेर नहानी त कसरी चलाउने त साथीहरू केही छैन गेर नहानी त कुनै गाडी चल्दैन तर अटोमेटिक पनि चलाइदिउँला कहिले काहीँ अर्को कुरा खुलासा गरिदिन्छु म थाहा छ रुबेन भाइले त्यो टावल किन भेर थाहा छ थाहा छ थिङ्क प्यारी समझ एउटा भएर हो प्यारी समझ भएन एउटा ए म त गर्मी भयो के भने ल म गएँ म बोल्न सकिनँ यार ए बाजे मसँग पनिसमेन्ट म्याच खेल्ने कि नखेल्ने खेल्ने भयो बस्नु नखेल्ने भयो जान्छु होला भनेर थ्याङ्क यू सो मच बाई 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 अया के भयो दुख्यो बोल्दै छ यार के बोल्छ यार What does doctor says? रविलाई फेरि भेट अरे क्या दोहोऱ्याएर एकचोटि मात्रै गरेर भएन अरे क्या हकले केही हुँदैन अरे त्यस्तो नगर हौ छोरी मान्छे यार गाह्रो गरेर मैले ल गाह्रो हुने काम गर्दिनँ राम्री छु केटा खोज बिहा गर बच्चा पाऊ ल के ल आउनु न माग्न भयो नि दिदीलाई लिएर आउनु त घरमा
भने नयाँ घर बनाएको रबिन बाजेले तर मलाई कहिले नभित्राउने रे त्यहाँ के खालको आइ मेरो चाहिँ बाटा हिँड्ने सल्लाह भित्राउन हिँड्ने मैले बाटा हिँड्ने सबैलाई कसले भनेको छ र मलाई मात्रै भने नि आइमा यार कस्तो काँडा जन्मियो होली छ्या मम्मीको अर्डर सासु मम्मीलाई नमस्ते भन्न लगौँ मम्मीसँग बोल्ने हो के भन्छ यार सासु मम्मीसँग बोल्ने हो त्यस्तो गेममा फोकस गर प्लिज ल बाहिर मान्छे नल्याउ ओके ओके अब ल गेममा भन अब लेट्स स्टार्ट द गेम वी हैव 6000 भन्नु भनिरहेको छु त पहिलो पनिसमेन्ट पोखरा तिमी आउँदैन हो यो त म मान्दै मान्दिनँ अर्को अप्सन दिन्छु म पहिलो पनिसमेन्ट तिमी पोखरा आउँदैन हो गाइज यो पनिसमेन्ट भएन गाइज यो पनिसमेन्ट भएन सबले लेख्नु पनिसमेन्ट हुँदैन यो पनिसमेन्ट हुँदैन गाइज हुँदैन भन्नु हुँदैन यो पनिसमेन्ट अप्सन आउने हो म तिमीले रोके पनि आउने हो के भयो दिदीलाई केही होइन जलन आउने हो अर्को पनिसमेन्ट भन्नु अर्को पनिसमेन्ट माथिपट्टि लागेको कपडा च्यात्देऊ यो टाटे पाटे कपडाले मेरो आँखा तिरिमिरी पारो यो माथिल्लोपट्टिको देख्दाखेरि न्युज रिपोर्टर तिमी देख्यौ यत्र सिटी च्यात्देऊ गाइस तीसरा पनिसमेन्ट भन्नु तीसरा पनिसमेन्ट एक गिलास नुनमा एक गिलासमा 2 चम्चा नुन हालेर खाऊ घोलेर खाऊ मेरो फर्स्ट पनिसमेन्ट तिमीले मलाई गाह्रो दिन्छ भने मैले चाहिँ तिमीलाई सजिलो दिन्छु मेरो फर्स्ट पनिसमेन्ट तिमीले मलाई प्रपोज गर्ने सेकेन्ड पनिसमेन्ट तिमीले त्यो लगाइरहेको टी सर्ट खोलेर यही अगाडि खोलेर कैँचीले चर्यात झुर्रा झुर बनाएर घाँटीमा बेरेर बस्ने सुन म च्यात्छु तीसरा पनिसमेन्ट तर म लाइभमा चाहिँ खोल्दिनँ र किनभने मलाई मेरो टिकटक लाइभ भनेको मेरो आइडी भनेको गरी खाने भाँडो यो लाइभमा दुनियाँ थोरै यो नाङ्गे भएर यो कपडा खोलिरहेको छैन कोइचीले काट्छु ठिक छ तर कोइची पनि लाइभमा देखाउन फेरि म यो दिस इज अगेन्स्ट अफ द टिकटक रुल्स त्यसो के हो तीसरा पनिसमेन्ट एक गिलास पानीमा धुलो खुर्सानी 1 चम्चा हालेर 1 चम्चा नुन हालेर तिमीले नै पिउने ल मलाई सेम दिएको होइन सेम तिमीलाई पनि धुलो खुर्सानी